नमस्ते, म फिजियोथेरापिस्ट अञ्जली चौधरी। आज हामी रोटेटर कफ इन्जुरीको बारेमा कुरा गर्न गइरहेको छौँ। रोटेटर कफ मसलले चाहिँ तपाईलाई हात माथि यसरी साइडमा पुरै घुमाउनको लागि मद्दत गरेको हुन्छ र तपाईले यदि केही गरेर कारणवश लड्नु भयो यो हातमा, अथवा तपाईको उमेर बिस्तारै बढ्दै गएको छ भने, अथवा तपाईले गरुङ्गो सामानहरू केही उचाल्नु भयो, अथवा कुनै ओभरहेड एक्टिभिटीहरू गरिराख्नु भएको छ भने चाहिँ यो सबै मांसपेशीहरूमा इन्जुरी भएर तपाईको हात दुख्ने र गल्ने हुन थाल्छ। यसको मुख्य लक्षण भनेको चाहिँ हात पुरै नै यो पुरै कुम दुख्न थाल्ने, त्यसपछिबाट कुनै पनि सामान माथि उचाल्नलाई एकदमै दुख्ने र बल नभए जस्तो हुने र तल झार्दाखेरि त हातले थाम्नै नसकेको जस्तो हात पुरै लुलो भएर गलेर तल झर्ने हुन्छ। अब यसको उपचार भनेको चाहिँ तपाईले पहिला सुरु त आराम गर्नु पर्यो, जसले चाहिँ तपाईको यो मांसपेशीमा लागेको चोटलाई चाहिँ केही सहज बनाओस्। त्यसपछि फिजियोथेरापिस्टकोमा गएर सही तरिकाले हात कसरी बलियो बनाउने, कसरी तन्काउने र कसरी चलाउने यो सिक्नुपर्छ। किनकि तपाईले अलरेडी नै रङ मुभमेन्ट गलत मुभमेन्ट गर्नुभएको भएर तपाईको यो मासुमा इन्जुरी आएको छ र यसलाई अझै पनि तपाईले सही तरिकाले एक्सर्साइज गर्नु भएन वा चलाउनु भएन भने चाहिँ तपाईको यो मासुको चोट अझै बल्झिँदै जान्छ। त्यसैले नै आज नै फिजियोथेरापिस्टकोमा गएर सही उपचार गर्नुहोला।